अनैतिक सम्बन्ध छ, तपाईलाई प्रष्टसँग थाहा छ कि उसको बाहिर अनैतिक सम्बन्ध छ कसैसँग, तर पनि तपाईले केही भन्न सकिरहनु भएको छैन, अझ रिलेसन बिग्रिन्छ कि भनेर, हैन? तपाईलाई प्रष्टसँग थाहा छ कि तपाईँ हुनु र नहुनु उसको जीवनमा केही मतलबै छैन, तपाईँ मरोस् बाँचोस्, तपाईँ केही अप्ठ्यारोमा परोस्, हैन? तर पनि तपाईँ चुप लागेर बसिरहनु भएको छ परिवार, बुवा आमा, है, यो सम्बन्ध बचाउनको लागि। एक दिन त बुझ्ला नि मैले गरेको सबै सङ्घर्षहरू भनेर बसिरहनु भएको छ। तपाईलाई सबै कुरा थाहा छ क्या, बुझ्नु भएन? तपाईँ हर दिन टुटेर बसिरहनु भएको छ, रोएर बसिरहनु भएको छ। एक दिन बुझे पनि हुन्थ्यो, हैन? एक दिन राम्रो भए पनि हुन्थ्यो, हुन्छ होला भन्ने आशमा बसिरहनु भएको छ भने यहाँनिर तपाईँको एकदमै ठुलो गल्ती छ। हेर्नु, सबैभन्दा पहिले त्यो मान्छेले बुझ्दैन, जो मान्छेले तपाईँको आँखा पछाडि तपाईँलाई थाहा छैन कि भनेर गल्ती गर्छ नि, त्यो मान्छेले बुझ्दैन। त्यो भएको भएर तपाईँले चाहिँ बोल्न जरुरी छ, है? नबोलिकन बस्दा एक दिन बुझ्लाम त भन्दाखेरि अझ धेरै ठुलो घटना घट्न सक्छ, किनभने यसलाई त थाहै छैन, यसलाई त जे गर्दा पनि हुन्छ, हैन? यो डराउँछ भन्ने हिसाबले उसले झन् त्यो बााउन्ड्रिज हुन्छ नि, त्यो घेराभन्दा माथिको काम गर्न सक्छ। त्यो भएको भएर उसलाई चाहिँ भनेर एक दुईचोटि गाली गरेर सम्झाएर त्यो बााउन्ड्रिजभित्र राख्नुपर्छ र उसलाई पनि एउटा डर होस् कि ल है, मैले यो गर्दाखेरि चाहिँ यसले यो गर्न सक्छ, त्यसो भएपछि मैले चाहिँ यस्तो गर्न हुँदैन है भन्ने कुरा एकचोटि उसको दिमागमा क्लिक भएपछि मात्रै हो यो सम्बन्ध सुध्रिने। नत्र भए यो सम्बन्ध सुध्रिनलाई चाहिँ एकदमै गाह्रो छ है। तपाईहरू नबोलिकन बस्नुहुन्छ अनि ल बुझ्लाम त मेरो घर फ्यामिली बुवा आमा भनेर सोचेर बसिरहनु भएको छ भने एकदमै गलत गरिरहनु भएको छ। यो छोड्नुस् र बोल्नुस्। तपाईको नजिकको कोही हुनुहुन्छ, नजिकको आफ्नो मान्छेहरू कोही हुनुहुन्छ भने हेल्प माग्नुस्, सम्झाइदिन भन्नुस्, सम्झाउनुस् र उसलाई पनि एउटा डरको घेराभित्र राख्नुस्, अनि बल्ल मात्रै सुधार हुन सक्छ। नत्र तपाई यसरी नै स्ट्रेस लिएर रुइएर हुन्छ नि, आत्तिएर अनि अन्तत हुने भनेको तपाईहरू दुईजना छुट्टिने नै हो।